पानी लिएर आउँदै गर्दा 6 जना थियो, 2टा बाइकमा 3 जना एकैचोटि आएर समाएर यहाँ समातेर यहाँ के सुगाइदियो, यसरी मुख छोपेर कानको खोल्नु थाले। मालवारी थियो, 1 तोलाको थियो, तर एकपट्टि मात्रै लग्यो। सिधा कुरा गर्नुपर्छ मान्छेले, आफ्नो पनि धर्म मैले निकालेर यो चाहिँ मैले निकालेर भुइँमा फालिसक्यो उनीहरूसँग लाख खेल्दै खेल्दै। अनि यता त्यो मान्छे उठेको छैन, चिच्चायो नि, मुख छुनिहाल्यो, कसरी चिच्चाउने त? मुख 6 जना, 1 जना चाहिँ उताबाट हेरिरहेको थियो, हामी यता लाख खेल्दै गर्दा उताबाट हेरिरहेर चाहिँ क्यामेरामा हेर्दा चाहिँ पछि केटाहरू यिनै हुन्। मलाई समाउने मुख छुन्ने त ऊ त्यो अल्को अलिकति कालो कालो सानो टाउको भएको मैले चिनिसकेँ। यिनीहरू त एकदमै आजीवनै जेलमै राख्नुपर्छ। यिनीहरूले फेरि निस्क्यो भने फेरि पनि यिनीहरू गर्न घटाउँछ। हामीले त्यतिखेर प्रतिकार गरेको भए हामीले जानै मार्ने हो, तर मैले केही भनिनँ। घेरिसकेपछि के भन्नु त? अनि आइमै मान्छेले 6 जनाले घेरेर के लाग्छ, के लाग्दैन? थिएन, यति मात्रै छामेर उनीहरूको हतारै भयो होला। यति छामेर सिक्री पनि छ कि भनेर चाहिँ कुदी गयो, त्यही निकालेर। अब यताको मैले लुकाइसकेको उनीहरूले थाहा पत्ता पाएन। त्यो पत्ता पाएको भए त फेरि फर्केर पनि लान्थ्यो होला, तर मैले त्यो लुकाइसकेको पत्ता पाएनन् उनीहरूले। त्यही भएको कारणले एउटा चाहिँ लग्यो। मैले सत्य कुरा गर्छु, यिनीहरू त आजीवन नै जेलमै होस् भन्छु म चाहिँ, त्यही माग गर्छु म त। अब यिनीहरू निस्केपछि पनि फेरि पनि घट्न घटाइ नै हाल्ने हो। पानी त छोड्दैन नि, यिनीहरूले त छोड्दैन नि। सुन लुटेको हो हजुर, 4:45 हो सोमबार अस्ति। बिहान हजुर, होइन म पानी लिएर आउँदै गर्दा 6 जना थियो, 2टा बाइकमा 3 जना एकैचोटि आएर समाएर यहाँ समातेर यहाँ के सुगाइदियो, यसरी मुख छोपेर कानको खोल्नु थाले। मालवारी थियो, 1 तोलाको थियो, तर एकपट्टि मात्रै लग्यो। सिधा कुरा गर्नुपर्छ मान्छेले, आफ्नो पनि धर्म मैले निकालेर यो चाहिँ मैले निकालेर भुइँमा फालिसक्यो उनीहरूसँग लाख खेल्दै खेल्दै। अनि यताको मात्रै निकाल्नु सफल भयो उनीहरू। आधी तल चाहिँ लग्यो। सत्य कुरा गर्छु म चाहिँ है, आफ्नो पनि बालबाच्चा छ। कपन त्रिवेणी चोक हो मेरो। हजुर, घरकै छेउमा त्रिवेणी चोकैमा हो। हजुर चोकैमा बिहानको 5 बजेतिर हजुर, कोही मान्छे उठेको छैन। चिच्चायो नि, मुख छुनिहाल्यो, कसरी चिच्चाउने त? मुख 6 जना, 1 जना चाहिँ उताबाट हेरिरहेको थियो, हामी यता लाख खेल्दै गर्दा उताबाट हेरिरहेर चाहिँ क्यामेरामा हेर्दा चाहिँ पछि केटाहरू यिनै हुन्। मलाई समाउने मुख छुन्ने त ऊ त्यो अल्को अलिकति कालो कालो सानो टाउको भएको मैले चिनिसकेँ। यिनीहरू त एकदमै आजीवनै जेलमै राख्नुपर्छ। यिनीहरूले फेरि निस्क्यो भने फेरि पनि यिनीहरूले गर्न घटाउँछ। हामीले त्यतिखेर प्रतिकार गरेको भए हामीले जानै मार्ने हो, तर मैले केही भनिनँ। घेरिसकेपछि के भन्नु त? अनि आइमै मान्छेले 6 जनाले घेरेर के लाग्छ, के लाग्दैन? थिएन, यति मात्रै छामेर उनीहरूको हतारै भयो होला। यति छामेर सिक्री पनि छ कि भनेर चाहिँ कुदी गयो, त्यही निकालेर। अब यताको मैले लुकाइसकेको उनीहरूले थाहा पत्ता पाएन। त्यो पत्ता पाएको भए त फेरि फर्केर पनि लान्थ्यो होला, तर मैले त्यो लुकाइसकेको पत्ता पाएनन् उनीहरूले। त्यही भएको कारणले एउटा चाहिँ लग्यो। मैले सत्य कुरा गर्छु, लगेन।